सोनाको चाँदीको हिराको मुक्ताको टोपी लगाउन सक्छु कि सक्दिनँ म जान्दिनँ, तर मेरा निधारमा राम र कृष्णलाई चढाएको चन्दन पोत्न मैले सक्नुपर्छ, नभए यो खप्पर अधुरो रहन्छ, नभए यो खप्पर अधुरो रहन्छ। म त भन्छु राज्यको मञ्चमा, राष्ट्रको मञ्चमा, अन्तर्राष्ट्रिय मञ्चमा गएर यी कुरालाई भनेर विश्वको अनेकौं जनतालाई यो घरतिर ल्याउनु छ भने हामीले त बोल्न डराउनै हुँदैन। आनन्द कन्द भगवानको। म त सजातिलाई मात्रै होइन अर्कालाई पनि डोर्याउन बल गर्दैछु। किन भन्नु त, जता धेर उतै हेर, जता धेर उतै हेर, हो कि भन्नु त। अब यसरी गोपिनीहरूले रोई रोइकन भगवानलाई बिन्ती गर्छन्। भन्न पनि कति जानेका सुरतनाथ ते अशुल्क दासीका कन्हैया कन्हैया, तिमीले यसरी नृत्य गर्दा गर्दै हामीलाई चटक्कै छोडेर गयौ, के सोचेका छौ? तिमीले पैसा तिरेर हामीलाई सेवामा राखेका छौ? होइन कन्हैया होइन, सुक्क सुक्क रुन्छन्। हामी त पैसै बेगर तिम्रो सेवा गर्न जन्मेका, किन यसो गरेका? अर्थात् रोई रोइकन मुड्की बटारी बटारी बाध्दैछन् भगवानसँग। को गर्न सक्छ त्यस्तो? भगवानलाई त कालेले यसो गरेको कसले भन्न सक्छ? जसले अन्तर मनबाट त्यो कालेलाई चाहेको हुन्छ, भजेको हुन्छ, जन्म जन्म रटेको हुन्छ। हामी तिम्रा अशुल्क पैसा नतिरिकन सेवा गर्ने दास हौ। तिमीले अस्त्रबाट त बचायौ, बिजुलीबाट बचायौ, दुश्मनबाट बचायौ, तर आज दर्शन नदिएर हाम्रा आँखाबाट तिमी ओझल भइदिएर हामीलाई भटाक भटाक पारेर मार्ने पर्यो। आज यसरी भटाक भटाक गरेर मार्नु थियो भने अस्ति अस्ति किन बचाका तिमीले? एक कप्ती देउता, तिमी त कस्ता कप्ती, आज ल्याएर यसरी मार्न छोड्यौ। अस्ति नै मर्न दिनु थियो नि गंगाजी यमुनाजीको विषैलो पानी खाएर। अर्की सखी भन्छन् होइन होइन, नन्दका छोरा भनेर यिनलाई जे पाए त्यही नभन न। नखलु गोपिका नन्दनु भगवान, यी कहाँ नन्द बाबाका यशोदाका छोरा हुनु होइनन् सखी? यी त अखिल देही नाम अन्तरात्मद्रिक, विश्व ब्रह्माण्डका अनन्त कोटि ब्रह्माण्डका अनन्त कोटि जीवात्माका अनन्त कोटि हृदयका अनन्त कोटि धड्कनहरूमा बस्ने यिनै काले हुन्। यी कहाँ नन्द बाबाका छोरा मात्रै हुन्, यिनलाई चिनेकै छैनौ तिमीहरूले भन्छन् अर्की। फेरि अर्कीले भन्छन् किन आएका होला नि यस्ता नाटक देउता भन्दा ब्रह्माजीले दिखन सार्थितो, जसले वेद रचना गरो, जो वेदको अध्ययन जसले गर्छ त्यस्ता ब्रह्माजीले मनौती गर्दा, देवताले मनौती गर्दा हामी जस्ता भक्तलाई उद्धार गर्न आएका यी त बडा विचित्र छन्। हे विश्व रक्षा गर्ने प्रभु, हजुरको जन्म यदुकुलमा त्यस कारणले भएको हो। हे संसार रक्षक, हे लक्ष्मीपति भगवान, हामीलाई केही चाहिँदैन, हामीलाई केही चाहिँदैन। एकपल्ट हाम्रा टाउकामा त्यो कालियाको जसरी तपाईको त्यो पावन चरण परोस् न। अर्की भन्छन् यसो गर्छन्, टाउकामा होइन प्रभु, टाउकामा हाम्रो टाउको अभागीको टाउको सारो हुन्छ। टाउकामा त हजुरका कमला कमला गोडा दुख्छन् होला, हाम्रा मुटु कलेजैमा राखिदिए हुन्छ प्रभु, बस त्यति नै चाहिएको, अरू केही पनि होइन। अर्थात् आज परम भक्ता गोपिनीहरूले भगवानलाई भक्तको एकदम अन्तिम पटकको भक्ति निवेदन हो गोपी गीत। सन्तहरू के भन्नुहुन्छ भन्दाखेरि त गोपी गीत নহয়, गोपी गीत स्वयमेव श्रीमद् भागवत महत् ग्रन्थ है। गोपी गीत নহয়, एया भगवानक निवेदन करा अन्य महामन्त्र सर्वश्रेष्ठ मन्त्र गोपी गीत। भगवानलाई रिझाउनु पर्दा कुनै मन्त्रले भगवान मान्नु भएन भने हामीले गोपी गीत गाउनु पर्छ। किन मान्नुहुन्न ईश्वर? अर्थात् म गोपी भएर जब म गीत गाउँछु नि त्यो मेरो गोपी गीत हुन्छ प्रभुलाई, अनि भगवान रिझ्नुहुन्छ। यसरी आफ्ना मनका दुःख बिलौन, मनको डर त्रास सबै उडेलिदिन्छन् गोपिनीहरूले। अब भगवान मुसु मुसु हेर्नुहुन्छ। हे प्रणत देहिनाम पाप कर्षणम
संसारका शरीरधारीहरूको पापलाई समन गर्ने तपाईँ होइन, त्यसो भए हाम्रो दुःख पनि मेटाइदिनु पर्छ भन्छन् एउटी। यसरी नै अन्यान्य भावले गोपिनीहरूले भक्ति निवेदन गर्दा भगवानले इति गोप्यः प्रगायन्तः प्रलप्यन्तस्य चित्रधा रुरुदु स्वस्वरम राजन कृष्ण दर्शन लालसा। रुँदै भगवान कृष्णको दर्शनका लागि अपेक्षित भएका गोपिनीहरूलाई भगवानले आएर हजार कामदेवको त्यो लालिमालाई पछारिदिने सौन्दर्य विभूति अलौकिक दिव्य सौन्दर्यताका साथमा त्यो रुँदै गरेका मानव निष्प्राण भइसकेका गोपिनीहरूका माझमा खुत्रुक्क आउनुहुन्छ। मरिसकेका छन् गोपिनीहरू, भगवानको स्पर्श भगवानको दर्शनले मानौ ती मृतप्राय गोपिनीहरूका शरीरमा पुनर्नवीन प्राणको संसार हुन्छ। अनि आफ्ना आँखाको त्यो काजललाई लतपत पार्दै यसरी आँखा पुसेर, यसरी आँखा पुसे पछाडि काजल के हुन्छ अरे? लतपत हुन्छ नि। यसरी काजल पुछेर पर्खा तिमी कस्ता रहेछौ भन्दै प्रेम विब्बल हतभागा गोपिनीहरूले भगवानलाई चारैपट्टिबाट अर्थात् ती मरेका मुरकुट्टाहरू प्राणपुञ्ज आए पछाडि बिउतिएर फेरि भक्तिमा आनन्दमा एकपल्ट नृत्य गर्न थाले, जसलाई सन्तहरूले महन्तहरूले विद्वतहरूले भक्तहरूले भगवान अनि गोपीहरूको त्यो महाराज दिव्य भनेर परिचय दिनुहुन्छ। अब रासोत्सव संप्रवृत्तो गोपी मंडल मंडित योगेश्वरेण कृष्णेन तासां मध्ये द्वयर्द्वयौ प्रविष्टेन गृहीतानां कंठे स्वनिकटं स्त्रिय। रास मण्डलमा भगवानले यसरी प्रत्येकका काँधमा आफ्नो टाउको लगाएर लटक 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 पार्दै जानुभयो भगवान। अनन्त कोटि जीवात्मालाई अनन्त कोटि परमात्माले आफ्नो परम कृपा शक्ति प्रदान गरेर महाराजको दिव्य आनन्दमा सराबोर तुल्याइदिनु भयो। आनन्द कन्द भगवानको आजका आनन्दको दिव्य महाराज वर्णनको रास रासेश्वरी महादेवीको